र परमात्माले भन्नुभएको छ तिम्रा जीवनका फलामका बारहरूलाई पनि चकनाचुर पारेको छु। बार मतलब फलामको बारको अर्थ के त? एकदमै फलामको बार जस्तो एकदम घातक समस्यालाई पनि घातक बन्धनलाई पनि मैले के गरेको छु? चकनाचुर पारेको छु। मैले तिमीलाई मेरो पुत्र दिएँ भने अरू चीज के दिन्न र? मेरो एउटा मात्र सन्तान जो मेरो आत्माबाट जन्मेको बच्चा पुत्र त मैले तिमीहरूको लागि बाँकी राखिन भने अरू कुरा मैले के दिन्न र बच्चा? मसँग छ, मसँग माग, मसँग खोज, मसँग आशा राख, मसँग भरोसा राख। जसरी हामी दुकानमा जान्छौँ, पसलमा जान्छौँ, जे चाहियो त्यही किनेर ल्याउँछौँ, अनावश्यक कुरा ल्याउँदैनौँ। त्यस्तै गाडी मनुष्यले बनाउनु भयो, मनुष्यको साथमा जान्छौँ, उहाँले रिपेयरिङ गर्नुहुन्छ, राम्रो बनाएर दिनुहुन्छ। बुझ्नुभयो नि? त फोन लिन्छौँ, फोन मनुष्यले बनाउनु भयो, बिग्रियो भने मनुष्यले नै सच्याउनुहुन्छ। हाम्रो जीवन परमात्माले बनाउनु भयो, बिग्रियो त ईश्वरले मात्र सच्याउन सक्नुहुन्छ, परमेश्वरले मात्र सुधार्न सक्नुहुन्छ। मन बिग्रियो उहाँले मात्र सुधार्न सक्नुहुन्छ, सोच बिग्रियो उहाँले मात्रै सुधार्न सक्नुहुन्छ, आनी बानी बिग्रियो उहाँले मात्रै सुधार्न सक्नुहुन्छ। हिँड्ने प्रत्येक कदम कदममा परमेश्वर पिताले हामीलाई स्वर्गदूत दिनुभएको छ, स्वर्गदूतद्वारा रक्षा सुरक्षा राख्नु भएको हुन्छ। घातक कष्टबाट उहाँले जोगाउनको लागि परमेश्वरले भन्नुभएको छ एउटै स्वर्गदूत त जगतका जति शस्त्र अस्त्र जति ज्ञानी विद्वान भन्दा पनि एकदम महान छ भने करोडौं स्वर्गदूत दिएको छु मैले।